सो यो अलराइट गाइज वेलकम ब्याक फेरि पनि। सो आजको भिडियो चाहिँ के को बारेमा हो भन्दाखेरि चाहिँ किङ कोब्रा रेस्क्यु गरेको भिडियो हो। अनि ठ्याक्क हाम्रो टोलमा चाहिँ किङ कोब्रा आएको रहेछ अनि त्यस पछाडि रेस्क्यु टिमहरू चाहिँ बोलाएर त्यो रेस्क्यु गर्दैछौँ। सो यो चाहिँ हुन्छ नि रेस्क्यु गर्नलाई चाहिँ फुल्ली ट्रेनिङ गरेर गर्नुपर्ने हुन्छ। सो कसैले ट्राई चाहिँ नगर्नु होला यदि हजुरहरूको घरतिर कतै हुन्छ नि सर्पहरू आएको छ भने। तर अब ट्रेनिङ गरेर हुन्छ नि रेस्क्यु गर्ने आएको मान्छेहरू चाहिँ हुनुहुन्छ यहाँ। सो हेरौँ अब कसरी रेस्क्यु गर्नुहुन्छ है त। सो लेट्स स्टार्ट द भिडियो। सानो छ यो नि सानो हुन्छ यार। तो छोड़ो तो भाई। वे मैं कति ठुलो हो। होला नि 11-12 फिट है सबभन्दा ठुलो यही हो हैन चोट त पल भित्र सिक्किम राख्दा होला के चोट त एकचोटी त्यहाँ पानी खनाइदियो जस्तो लाग्यो नि राख्दै त अपनले भिडियो बनाउनु अपनले भिडियो बनाउनु त्यही त नि त्यो जाली भएर यहाँ बिहान यहाँ हैरान छ कस्तो के गर्न नभएछ कस्तो चाक्लो हो ठिक हो त नि पानी ल राजकुमार जन बिरामी छ र यो त्यति गरे नि खाना खोज्यो त डिस्टर्ब भयो नि छिटो महामुली यस्तो सर्प यहीँ छ यार घरको छेउमा यार। यप्पा मुसानी सर्प मात्र देखेको हो यार। यस्तो त कहिले देखेको थिएन। यो त्यहाँ चोट लाएर चाहिँ ढाडमा ढाडमा चोट लाएर चाहिँ त्यसले ठुम्यो भने त सकियो त ज्यान त। पहिलोचोटि देखियो यार यस्तो यार कोब्रा यार। मेरो हातमा यो एरियामा बस्न नि डर लाग्यो यार। ल गो रिभेन्ज ले ला दिदी रिभेन्ज ले ला फेरि ल रेस्क्यु भयो फाइनल्ली। त्यस्ता बस्यो यार यहीँ बसेको हामी निस्किने हिँडौ फेरि छ डोरी छ र यहाँ। त्यही रहेछ डोरी। त्यही छ नि त्यही उठाउनु न के बलियो
अब यसलाई कहाँ लानु छ त नि भाइ जङ्गलमा लगेर छोडिदिने यही जङ्गलमा त हेर छुट्दैन छोड्नु भन्नाले अब यस्तो यस्तो हो धेरै टाढामा छोड्नु पनि मिल्दैन यो सर्प भनेको यही जङ्गलमा पाइराख्ने सर्प हो यो अब तपाईँहरूले देख्नुभयो कि भनेर पहिला पहिला यस्तो सर्प हामीले अहिलेसम्म देखाएको छैन हो तर यो जङ्गल चाहिँ यहाँ पाइराख्ने सर्प हो नि त यो जङ्गल अहिलेसम्म छैन यस्तो यहाँ सर्प हामीले यति छैन कहाँबाट आउँछ हो यहाँ चाहिँ पहिलो हो आउनु न बाटो बिराउँछ अब निकाली भयो यार अझै एउटा डोरी दिनु न अर्को सर्प भन्ने मजा उफ्रिन्छ नि सबै तितर भित्र फराल्छन् नि चाइना भन्छ न चाइना हो चाइना यस्तो भयो भाइ सर्प खाएको उखाले सर्प खाएको त्यो सर्पभित्र बिहारीहरू त तान्न आन्छ अनि त्यो सर्प छोडो अनि त्यहीँ बस्छ मान्छे देखे उनीहरूलाई अहिले हो हामी हजुरहरूलाई फोन गरेपछि अनि निक्लो त सर्प खानलाई अनि हानम हानम भन्दा भन्दै नहानम मान्छे बोलाखा भन्दा भन्दै अनि यहाँ आइपुग्यो कि सर्प त मार्नै भन्नु यो त दुर्लभमा जन्मिने सर्प हो यसलाई त मार्यो भने नि कानुन लाग्छ यो त एकदम रेयर सर्प हो नि नेपालमा पाउने एकदमै दुर्लभ अनि राम्रो सर्प टोक्यो भने मान्छे बाँच्नु आउँदैन तर अनि त्यो मार्छ भन्दा त के अरे मान्छे खतरा हो नि अहिले हेर्नु त उहाँ खेलाउँदै ल्यायो नि त उसलाई चिन्यो सर्पले के गरेर नटोकेको कि मागेको तपाईँले पनि मागेर नि त फेरि टोक्दैन नि त जनावरहरूसँग दुश्मनी गर्नु खोज्यो भने चलन जिस्कनी गऱ्यो भने त उनीहरू टोकिहाल्छ नि नत्र यतिकै त टोक्दैन क्या अनि बिहान हामी उठ्दा त एउटा सर्प मरिराखेको यो चाहिँ त्यहीँ लडिराखेको अनि त्यो पछि हाम्रो बाबुले यसरी तान्दाखेरि यहाँ आएन कि त्यो सर्प अड्के रहेछ अनि खनेर हेर्दा त त्यो धुमु बेरेर बसेर रहेछ अरे क्या आएको अनि माखा भर्खरै हरिया माखा अहिले फुलेर हरिया माखा आयो अनि भर्खरै लिएर जानुभएको त्यो ठुलै थियो होला नि त्यो पनि यसले फेरि सर्पै खान्छ नि त कहिल्यै थिएन रे यो त धेरै नआएर उता पानी भएकोतिर धेरै गयो होला कि यता चाहिँ नआएको होला अन्त चाहिँ पाइरहेको छ सर्प यो यहीँ बनाइतिर भइरहेको सर्प हो यिनीहरू यो मान्छेको वरिपरि झ्याप्पा आउँदैन यस्तै अब बिरामी सिरामी भएको बेलामा खानेकुराहरू खोज्दै आएको बेलामा चाहिँ अनि भालीपट्टि मिल्ने बेलामा देखिने हो कि यिनीहरू भनेको नत्र यसो झ्याप्पा देखिन्न क्या मान्छेको घर वरिपरि यो घना जङ्गलमा बस्ने खालको सर्पहरू हो कि
सो फाइनली रेस्क्यु पनि सकिसकेको छ र सबैले थाहा पाइसक्नु भएको होला कि यो किङ कोब्रा कति हुन्छ नि ठुलो र अनि डरलाग्दो थियो। सो भिडियो हेरेर सायद हजुरहरूलाई पनि ज्ञान भएको होला। सो यसरी हुन्छ नि मार्नुभन्दा चाहिँ बरु रेस्क्यु गर्ने टिमहरूलाई चाहिँ बोलाएर रेस्क्यु गर्न चाहिँ ठिक छ भन्छु म चाहिँ। सो यसरी हुन्छ नि रेस्क्यु गर्दा चाहिँ यिनीहरूको लाइफमा पनि केही हानि हुने भएन अनि हाम्रो लाइफमा पनि केही हानि हुने भएन। सो सबैको अनुसार र रेस्क्यु गर्ने टिम अनुसार चाहिँ यस्तो सर्पहरू चाहिँ एकदम दुर्लभ सर्प हो। सो यस्तो सर्पहरूलाई चाहिँ मार्नु हुँदैन, सकेसम्म यिनीहरूको हुन्छ नि संरक्षण गर्नुपर्छ। सो यिनीहरूले पनि हामीलाई हानि नपुऱ्याओस् र हामीले पनि यिनीहरूलाई हानि पुऱ्याउनु हुन्न भन्ने चाहिँ बुझ्नुपर्ने हुन्छ। सो आजको रेस्क्यु पनि यही सकिन्छ। सो होप तपाईँहरूलाई भिडियो मन परेको होला। यदि नयाँ हुनुहुन्छ भने चाहिँ च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनु होला र यतिसम्म भिडियो हेर्नु भएको छ भने चाहिँ ड्याङ्ग एउटा लाइक चाहिँ गर्नु नबिर्सिनु होला। कुन कुन ठाउँदेखि हेर्दै हुनुहुन्छ त्यो पनि कमेन्ट गर्नु होला र हजुरहरूले फेरि यस्तै सर्पहरू देख्नुभयो भनेपछि चाहिँ टाढै बसेर हुन्छ नि सकेसम्म चाहिँ रेस्क्यु टिमहरू बोलाएर यो सर्पलाई चाहिँ रेस्क्यु गर्नु होला। यसलाई चाहिँ कुनै हानि पुऱ्याउने काम चाहिँ नगर्नु होला र यति भन्दै आजको भिडियो चाहिँ यहीँ एन्ड हुन्छ। सो बाई बाई गाइज। अब फेरि छिट्टै नयाँ र कुल भिडियोको साथमा हामी भेट्ने नै छौँ। त्यतिको लागि म पनि बिदा हुन्छु। बाई बाई गाइज, बाई बाई, बाई बाई।